हेलो गाइज, आज चाहिँ हामी तीनजना मिलेर गाउँ घुम्न गइरहेका छौँ। र गाइज यो चाहिँ मेरो भाइ अरठे र चाहिँ मेरो भदा हो कि गाइज, मेरो भदा हैन त, मेरो भदा हो नि त। ल जाऊँ न त, कताबाट जाने हेलो भन्दै त भदा। अनि यो चाहिँ जङ्गल हो गाइज, देख्न सक्नुहुन्छ एकदम जङ्गल। यहाँ चाहिँ च्याउको कुरा नगर्न भाइ, च्याउको कुरा हैन के। अनि यहाँ चाहिँ बेला बेलामा सर्प पनि निस्किने गर्छ, यहाँबाट बाटो काट्ने गर्छ। र गाइज अब चाहिँ हामी हाम्रो गाउँघरमा पुगेपछि हामी तपाईहरुलाई देखाउने छौँ हस्त। र गाइज यो चाहिँ मेरो घर देख्न सक्नुहुन्छ एकदम। यहाँ चाहिँ धेरै उस छ गाडी, यहाँ पनि गाडी थियो, हाम्रो मम्मीले काटेर उस बनाएको। यो चाहिँ केरा गाडी गाइज, देख्न सक्नुहुन्छ। यो चाहिँ एकदम गाडी छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ सर्पको डर हुन्छ गाइज। र गाइज अब चाहिँ हामी मेरो घरभित्र लगेर देखाउँछौँ हस्त। र गाइज यो चाहिँ मेरो घर देख्न सक्नुहुन्छ एकदम उस छ गाइज। त्यता चाहिँ भैँसी छ। मम्मी के गरेको? यो चाहिँ मेरो मम्मी हो गाइज, के गरेको? मम्मी खेलेको रे मम्मी चाहिँ गाइज। र गाइज हाम्रो चाहिँ यहाँ पनि यो एकदम उस छ गाइज। यो चाहिँ इनार देख्न सक्नुहुन्छ एकदम उस इनार हो गाइज। यहाँ पनि धेरै गाडीहरू छ। अनि गाइज यो चाहिँ इनार, यो धारा। अनि यो चाहिँ भैँसी गोठ गाइज एकदम। यो भैँसी छ गाइज, यहाँ दुईटा भैँसी थियो। अनि एउटा भैँसी चाहिँ बेचिदिएको बाबाले। अनि उता चाहिँ टोइलेट गाइज। यो चाहिँ केरा गाडी, हाम्रोमा त केरा छ गाइज। त्यहाँ चाहिँ बेलौटीको बोट छ गाइज। र गाइज अब चाहिँ उता म फुपूको घर देखाउने छु हस्त। अब उता पुगेपछि हामी तपाईहरुलाई देखाउँछौँ। ओके, अल द बेस्ट। र गाइज उहाँ चाहिँ हाम्रो फुपा सलाम अलैकुम। सलाम। र गाइज के गर्ने, यो ढाका हो, यो ढाका काम डाका हो। यो ढाकाको काम छैन। कहाँ छ? काम छैन। दिनभरि मोबाइल बनाउने, फ्री फायर खेलेर रमिता गर्छ। हैन गाइज, यो मान्छे गाइज भन्छ, तपाईलाई लट्याउँछ, तर काम छैन। हैन गाइज, यो फुपाकोले जे पनि भनिदिनुहुन्छ के गाइजहरु। र गाइज यो चाहिँ हाम्रो फुपूको घर देख्न सक्नुहुन्छ गाइज। यो चाहिँ भान्सा कोठा। र गाइज यो चाहिँ दाउरा उता कुखुराहरू। ल अब यहीँ सकियो गाइज ब्लग, यहीँ सकेको चाहिँ छैन, यो घरको चाहिँ सकियो गाइज। ल अर्को घरमा जाँदैछौँ हामी हस्ता। र गाइज यो चाहिँ मेरो भाइ असलामको घर देख्न सक्नुहुन्छ। यो चाहिँ पुरै झाडी। र यो चाहिँ खेत अलि लास्टै गिलो छ। यो चाहिँ घर गाइज, म चाहिँ अलि भित्र गएन, अलि हामीलाई हतार भएको छ। र गाइज अहिले चाहिँ हामी अहिले चाउचाउ पकाएर खान्छौँ। अहिले यो भिडियो चाहिँ म यहीँ अन्त्य गर्दछु। ल गाइज तपाईलाई कस्तो लाग्यो? यो चाहिँ लास्टै सानो भयो गाइज। अनि अब अर्कोचोटि हामी लङ भिडियो गर्छौँ। र गाइज अहिले हामी एकैछिनमा चाउचाउ पकाएर खान्छौँ। ल त्यसको पनि हामी तपाईहरुलाई भिडियो बनाएर हाल्छौँ हस्त।